गर्भावस्था एउटा महिलाको मात्र होइन, सिङ्गो परिवारको जिम्मेवारी हो। श्रीमान र परिवारको माया पाउँदा गर्भवती आमा शारीरिक र मानसिक रूपले बलियो हुन्छन् र स्वस्थ आमा स्वस्थ बच्चाको परिकल्पना गर्न सकिन्छ। त्यसैले यो अवस्थामा श्रीमान र परिवारको केही महत्त्वपूर्ण भूमिकाहरू। पहिलो, भावनात्मक र मानसिक साथ र समर्थन दिनुहोस्। यो अवस्थामा मुड स्विङ, थकान र डर हुन सक्छ। त्यसैले सहानुभूति देखाउने र माया दर्शाउने गर्नुहोस्। अस्पताल जाँदा साथमा गइदिनुहोस् र मानसिक रूपले हिम्मत दिनुहोस्। सकारात्मक वातावरण बनाउनुहोस्। तनाव नदिने, नकारात्मक कुरा नगर्ने, घरमा शान्त र खुसीको वातावरण बनाउनुहोस्। घरेलु काममा सहयोग गर्ने र थकाइमा आराम गर्न दिनुहोस्। दैनिक पौष्टिक खाना उपलब्ध गराउनुहोस्। माया, प्रेम, आत्मीयता र संवाद कायम राख्नुहोस्। समय समयमा स्वास्थ्य अवस्थाबारे चासो देखाउने सोधपुछ गर्नुहोस्। गर्भवती महिला एकजना होइन, उहाँसँग एक जीवन छ र त्यो जीवनलाई बढाउन तपाईहरूको माया, साथ र समझदारी चाहिन्छ। त्यसैले यो अवस्थामा महिलालाई शारीरिक रूपमा मात्र होइन, मानसिक, सामाजिक र भावनात्मक रूपमा सहयोग गर्नुहोस्।